नमस्कार, म डाक्टर प्रदीप पाण्डे। म अहिले बुटोलमा छु। यतिखेर साँझको मौसम छ र वेदर आकाशमा अलिकति क्लाउडी बादल रेनी जस्तो छ। हामी कहिलेकाहीँ चाहिँ अब बर्खा सिजन होला अथवा चाहिँ धेरै गर्मी सिजन भयो भने चाहिँ दिनभरि कोठामा बस्ने गर्छौँ। कहिलेकाहीँ त्यो कोठा छोडेर चाहिँ हामी यसरी साँझ पख चाहिँ घर बाहिर निस्क्यौँ, माथि आकाश बादललाई हेऱ्यौँ भने अथवा चाहिँ यो रुख अब यो यहाँ अहिले धानहरू फलेको छ, यो हरियालीलाई हेऱ्यौँ भने पनि हाम्रो ब्रेन चाहिँ स्ट्रेस फ्री हुनसक्छ। केही पनि गर्नु पर्दैन। यहाँ बालुवाहरू छ, गिटीहरू छ, यस्तो बालुवाहरूमा गिटीहरूमा हिँड्ने अथवा चाहिँ यो रुखहरू अथवा चाहिँ यसमा चाहिँ ढुङ्गा माटोसँग अलिअलि खेल्ने, आकाशसँग जोडिएर काम गर्ने गऱ्यो भने चाहिँ हामी स्ट्रेस फ्री हुन सक्छौँ। साँझको वक, इभिनिङमा सनसेट पछिको वकले चाहिँ हाम्रो ब्रेनलाई एकदमै पावरफुल राख्न मद्दत गर्छ। तपाईँको घर वरिपरि पनि यस्ता स्थानहरू छन् भने यस्तो स्थानमा हिँड्ने प्रयास गर्नु होला। हस् त, धन्यवाद, नमस्ते।